हेलो गाइस, फर्मुला बसन्त युट्युब च्यानलमा स्वागत छ है। हामी चाहिँ यहाँ भर्खर बिहान चाहिँ आइयो उसमा मन्दिरमा। साथीहरू यहाँ हुनुहुन्छ सबैजना। अब हामी 3 जना छौँ। हामी लाइन चाहिँ यता बाटो जानुपर्छ, तर आज लाइन त्यति साह्रो छैन, त्यही भएर चाहिँ होइन छ। आज राम्रो छ है ठाउँ। भरे म भित्र गएर हजुरलाई देखाउने छु। भयो साथीहरू यहाँ मन्दिरमा होइन, एकदम मलाई अबुधाबीको मन्दिर। अब यहाँ चाहिँ पार गरेर हामी चाहिँ यहाँ आइपुग्यो गाइजहरू। एकदम सबैजना आइराख्नु भएको छ। उता पनि हुनुहुन्छ, यता पनि छ। फोटो खिच्ने कार्यक्रम रहेछ यहाँ अबुधाबी मन्दिर भनेर। एकदम राम्रो ठाउँ रहेछ है, फोटो खिच्ने ठाउँ गाइजहरू। राम्रो ठाउँ रहेछ। बुद्धको चित्रहरू सबै बनाउनु भएको रहेछ। यस्तो रहेछ यो बाटो। हामी भित्र जाँदैछौँ अहिले त्यो बाटोमा हो। कि गार्डन पनि रहेछ है गाइजहरू, हेर्नु है। गार्डनहरू पनि बनाएर रहेछ यहाँ चाहिँ थोरै मन्दिरको उमा गार्डनहरू बनाएर रहेछ। यता हल्का कोही चाहिँ काम गरेर आइसकेको रहेछ कोही गाइजहरू है। यहाँ छ ल गाइजहरू, यहाँ फोटो खिच्दैछ यहाँ गाइजहरूले चाहिँ एकदम होइन। फोटो खिच्ने कार्यक्रम हुँदैछ। खासै मलाई चाहिँ फोटो खिच्नु मन पर्दैन गाइजहरू, त्यही पनि साथीहरूले यस्तो रमाइलो ठाउँमा यहाँ खिच्नु हुँदैछ है गाइजहरू। चाहिँ अब मेरो फोटो खिच्ने कार्यक्रम हुँदैछ गाइजहरू होइन। यस्तै हो गाइजहरू। हामी चाहिँ होइन अब लगभग मन्दिरभित्र जानु आँट्यो गाइजहरू। यहाँ जानु हुँदैछ दाइहरू चाहिँ, यता सबैजना हुनुहुन्छ। अनि अब यो चाहिँ गेट हो हाम्रो, मेन गेट। त्यहाँबाट चाहिँ अब गइन्छ है गाइजहरू। भित्र छिर्यो अब यहाँ घन्टीहरू छ गाइजहरू। हामी चाहिँ होइन यो आउँदैछौँ, यता जाँदैछौँ है अब भित्र चाहिँ हामी पुग्नु आँट्यौँ हाम्रो मन्दिरमा। यहाँ दाई पनि हुनुहुन्छ। उहाँ दाईलाई चाहिँ होइन, यता हेर्नु त निमा दाई, तपाईँलाई चाहिँ होइन अब चाहिँ आइयो गाइजहरू। फाइनल आइपुग्यो हामी चाहिँ गाइजहरू। फाइनल आइपुग्यौँ हामी चाहिँ। हेर्नु यहाँ त कस्तो दामी बनाएर रहेछ कि, पुरै हात्ती यहाँको जनावर प्रत्येक बनाएको रहेछ है यो ठाउँ। मलाई यो चाहिँ मन पर्यो है मलाई। हेर्नुहोस् सबै बनाएर रहेछ यहाँ, जम्मै ठुलोहरू सबै फुटेर बनाएर रहेछ। हाम्रो निमा दाई चाहिँ यहाँ जानु हुँदैछ होइन। जता गयो पनि भेटिन्छ नि हौ दाइ। उठ्नी छ त कहाँ, यो भित्र जानु पाइँदैन। यति हो निमा दाइ, भित्र जानु पाइँदैन। यहाँ चाहिँ होइन गाइजहरू, यहाँ मन्दिरमा बिहा गरेको भन्छ, हिन्दीमा चाहिँ शादी गरेको भन्छ। यहाँ गर्दैछ रहेछ। हामी पनि आइपुग्यो गाइजहरू। यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम सबैको हुँदैछ है। सबैजनाको गाइज, हाम्रो दाई पनि जानु हुँदैछ। यहाँ सबको फोटो खिच्ने कार्यक्रम हुँदैछ गाइजहरू होइन। सबैले खिचिरहेको छ है। हाम्रो पनि आउँछ पालो, हाम्रो पनि आउँछ है गाइजहरू पालो होइन। यो मन्दिरमा आउनु पाइयो साउबाईमा पनि। यता सबै दृश्यहरू हेर्नु होला गाइजहरू सबैजना। यता टुप्पातिर पनि हेर्नु होला मन्दिरहरू होइन। सबैले फोटो खिचिराख्नु भएको छ यताहरू सबैजनाले। उहाँ बिहा हुँदैछ। अघि पनि मैले देखाएको थिएँ हजुरलाई, अहिले पनि देखाएँ। यहाँ फोटो खिच्नु हुँदैछ दाहरू चाहिँ। अब हजुरहरूलाई चाहिँ होइन
यहाँ चाहिँ म के भन्छु भने हजुरहरू जहाँ यो अबुधाबीमा हुनुहुन्छ सबैजना एकताल चाहिँ प्लिज भिजिट गरिदिनु होला। यहाँ एकदम राम्रो ठाउँ रहेछ हाम्रो मन्दिर। अब मन्दिर त त्यसै नै राम्रो भइ नै हाल्छ होइन, जहाँ भए पनि। तर यहाँ चाहिँ एकदम मलाई नेपालको भन्दा पनि केही चाहिँ ऊ लाग्यो क्या, डिफ्रेन्ट पारा हो कि दाइ? डिफ्रेन्ट लाग्यो नि होइन दिपक दाइ? अनि के छ तपाईँको भनाइ भन्नु त? मेरो भनाइ अब राम्रो छ, मन्दिर राम्रो, राम मन्दिर। अब यहाँ चाहिँ सबैजना फोटो खिच्ने कार्यक्रम भइरहेको थियो। अब चाहिँ हामी फेरि दोस्रा चरणमा जाँदैछौँ अर्को ठाउँ। यो भित्र चाहिँ होइन एलाउड रहेनछ क्यामेरा खिच्ने, फोटो खिच्नु भित्र चाहिँ एलाउड रहेछ। तर एकदम राम्रो छ है, भगवान्हरूको मूर्तिहरूलाई दर्शन गर्न चाहिँ एकदम राम्रो छ। त्यही छ यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम अघि दिन नै भइरहेछ प्रायः जसो। तर यहाँ चाहिँ एकदम यो चाहिँ सबभन्दा मेन गेटै रहेछ, यहाँदेखि छिर्ने रहेछ। यहाँदेखि सिधा भित्र जाने रहेछ दर्शन गर्ने ठाउँ। सबैजनाले यता सबैजना हुनुहुन्छ, सबजना आउनु भएको छ है। अब चाहिँ यहाँदेखि हामी चाहिँ लगभग दर्शन गरियो। अब फिर्किने चरणमा छौँ है हामी। म चाहिँ यहाँ छु, फिर्किँदैछु। हामी चाहिँ अब फिर्किन्छ। मेला यहाँ चाहिँ पनि पानीहरू पनि लगाएको रहेछ है, पानीहरू बनाएको रहेछ, नेचुरल होइन, यहाँ बनाएर चाहिँ राखेको रहेछ। अब मन्दिरमा प्रायः जसो पानी त आउँछ नै, मतलब त्यही पनि यहाँ चाहिँ बनाएको रहेछ है। हामी चाहिँ फिर्क्यौँ यहाँबाट, सबै ठाउँ दर्शन गरेर हामी चाहिँ फिर्क्यौँ है। गाइजहरू राखेको रहेछ है, गाइजहरू हेर्नु। मलाई म फिर्किएको थिएँ, त्यही पनि यहाँ चाहिँ एकदम मलाई राम्रो लागेर यहाँ चाहिँ फेरि खिचेँ। ल गाइजहरू यहाँ हामी चाहिँ यो स्टेटमा आइयो, उहाँहरू यता खिच्नु हुँदैछ। यहाँ पोखरी बनाउनु भएको रहेछ, अघि मैले देखाएको थिएँ हजुरहरूलाई, पोखरी पनि देखाएँ। त्यहाँ होइन कुन भगवान हो चाहिँ भगवानहरू हुनुहुन्छ, यो गणेश भगवान हो कि न कुन चाहिँ हो? गाइजहरू हजुर कमेन्ट गरेर भन्नु होला है। गाइजहरू सबैजना आउनु हुँदो रहेछ, पुरा दर्शन गर्नु हुँदैछ। यहाँ आइपुगिदियोस्, आफूले चाहेको कुराहरू चाहिँ पुरा हुन्छ क्या, भगवान्लाई सम्झेपछि। त्यही नै हो हाम्रो लागि सबभन्दा ठुलो कुरो। अरू कसैलाई केही पनि भन्न सकिँदैन, भगवान्लाई चाहिँ आफ्नो मनको कुरा चाहिँ सुनाउनु सकिन्छ है, उहाँले दिनुहुन्छ। यस्तो रहेछ यहाँ चाहिँ पानी झरिरहेको रहेछ, यो गाईको मुखदेखि नै गाई छ। यहाँदेखि मन्दिर पुरै देखिने रहेछ गाईहरू पनि, थोरै पानी झरेको रहेछ गाईहरू होइन। यहाँ पुरै मन्दिर रहेछ, यहाँ घन्टी रहेछ हौ, यहाँ त पप्पा गाईहरू। यहाँ चाहिँ प्रसाद बाँड्ने कार्यक्रम रहेछ। दाजुभाइ यहाँ छौँ, उहाँहरूमा चाहिँ होइन प्रसादमा चाहिँ लाइन बसिरहेको छ। प्रसाद खाने मजाले खाने है, भगवान्को जस्तो भयो भने राम्रै हुन्छ। ल गाईहरू हामी चाहिँ फिर्क्यौँ मन्दिरमा दर्शन गरेर। अब चाहिँ बाटो लाग्यो, फेरि अघि आएकै बाटो लाग्यो है, बाटो दायाहरू आउँछ। अब बाटो लाग्यो। प्लिजहरू अब साथीहरूलाई चाहिँ म के अनुरोध गर्छु भने यहाँ चाहिँ आउनु होला, सबैजना दर्शन गर्नु होला भन्दै। अब मेरो चाहिँ यो भिडियो निकै लामो भयो होला जस्तो लागेर, अब चाहिँ साथीहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नु होला मेरो युट्युब च्यानललाई। फेरि अर्को ब्लगमा भेटौँला भन्ने। ओके बाई।